दर्शकबिन, जब ती मामाले भने सागरको छेउमै आगो लगाउँछन् अनि सागरलाई तर्साउन खोज्छन्, सागरलाई जसरी भए पनि त्यहाँबाट तह लगाउनु पर्छ भन्ने सोचेका मामाले सागरलाई रोक्नको लागि प्रयास गर्छन्। तर के साँच्चीकै सागर बाँचेर आयो होला नि त? आउनुहोस् चर्चा गरौँ यसै बारेमा। बिचारी कान्छीले जब चिच्चाई चिच्चाई सागर सागर भनेर बोलाएका हुन्छन्, उता कान्छीको दाइले पनि उता ए ज्वाइँ ज्वाइँ भनेर बोलाइरहेका हुन्छन्। अनि देवरले दाई भनेर बोलाइरहँदा सुरुमा त सागरले सुन्दैनन्। जब पछिबाट सागर एकाएक होसमा आइसकेपछि कान्छीले बोलाएका सबै कुराहरू सुन्छन्। सबै कुरा सुनिसकेका सागर एक्कासी उनले बोलाउन थाल्छन्, कान्छू कान्छू भन्दै। हो दर्शकबिन, साँच्चीकै सागरले कान्छीलाई बोलाएसँगै भने अब कान्छी र सागरको भेट भयो होला कि होइन होला भन्ने धेरैलाई चासो हुन सक्छ। बिचारी कान्छी कति धेरै चिन्तित भएकी थिइन्, रोइरहेकी थिइन्, आफूले आफूलाई सम्हाल्नै सकिरहेकी थिएनन्। तर यता जब सागरले कान्छू भनेर बोलाइसकेपछि यही भित्रै मेरो पै बुढा हुनुहुन्छ भनेर कान्छी भने हतार हतार दोगुर्न थालेकी हुन्छन्। अन्ततः ती मामाको अगाडि भने सागर यसरी उम्किन्छन् कि भाग्य बलियो भएपछि कसैको केही लाग्दैन भने जस्तै सागर जब त्यहाँबाट निस्किएर आउँछन्। हो बिचरा सागर निराश भएका थिए, हताश भएका थिए, तर उनी आत्तिएका भने थिएनन्। जसरी ती मामाले भने सागरलाई तह लाउनको लागि अनेक प्रयास गरेका थिए, मैले जसरी भए पनि सागरलाई यहाँबाट तह लगाउनु पर्छ, होइन भने म आफै फस्छु भन्ने ती मामालाई डर थियो। तर सागरलाई अनेक गरे। सागरले पनि मनमा नै सोच्दै थिए, भोलि बिहान मलाई यो समाजले के भन्छ, उसले गरेका गल्ती स्वीकार्नुभन्दा त बरु मर्नु बेस हुन्छ भनेर चुपचाप लागेका हुन्छन्। मलाई जे गर्ने हो गर, मैले त्यो गल्ती स्वीकार्दिनँ भनेका सागर अन्ततः सागरलाई यति धेरै यातना दिएको हुन्छ। सागरलाई यातना दिँदा दिँदै सागर रुन्छन्, कराउँछन्, चिच्याउँछन्, तर उसले छोडिदिँदैन। नछोडिदिसकेपछि बिचरा सागर भने के नै गर्न सक्थे र घोप्टो मन्टु लगाएर एकछिन त होस नै गुमेको थियो। तर जब घना जङ्गलको बिचबाट कान्छीले बोलाउँछिन्, कान्छीले बोलाइसकेपछि सागर भने जराकजुरुक उठेर कान्छू भन्दै बोलाउँछन्। अन्ततः दर्शकबिन, अब भने सागर त्यहाँबाट बाँचेर उम्किन सफल हुन्छन् र मामाको फन्दाबाट बाहिरिएका हुन्छन्। बिचारी कान्छी पनि कस्तो संयोग भनौँ, जब चिच्चाएको कुरा आफ्नै पै बुढाले सुनिसकेपछि सागरले कान्छीको बोली सुन्ने बित्तिकै गुमेको होस पनि फेरि फिर्ता आएको हुन्छ। बिचरा सागरलाई सबै चिज राम्रो होस्।